हाम्रा विपिन चेला सुदूरपश्चिमेली चेला काली कर्णाली क्षेत्रका हाम्रा भाइ हाम्रा चेला विपिन जोशीको छिटो भन्दा छिटो रिहाई हुनु पर्दछ। हामी नेपाल सरकारसँग सम्पूर्ण काली कर्णालीवासी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो अन्तरिम सरकारलाई चाहिँ हाँ हुँबाट आएको यो सरकार हो, हामी कुनै पनि हालतमा टेर्नेवाला छैनौँ यस्ता भनेर चाहिँ धम्क्याएको थियो। त्यही विषयमा चाहिँ प्रवेश दाहाल जेएनजीका युवा एकदमै प्रखर दोस्रो मदन भण्डारीको रूपमा पनि चिनिन्छ। उहाँले अहिलेको समयमा उहाँले दरो झापड दिनमा चाहिँ साथीहरू एकचोटि यो भिडियो तपाईँको लागि यो हाउ गर्ने चाहिँ केपी ओली हुनु हाउ गर्ने चाहिँ जहिले तहिले हाउ गरिराख्ने मान्छे हुनुहुन्छ। कहिलेकाहीँ उहाँ बोलिरहनुहुन्छ यस्ता अभिव्यक्तिमा कुनै ठुलो लिइराख्नुपर्ने कुरा छैन। उहाँले यस्तै हो, उहाँ कहिलेकाहीँ अब टुक्का उखान हानिराख्ने मान्छेले एक दुईवटा वक्तव्य दिँदैमा हामीलाई त्यत्रो आपत्ति पर्दैन। उहाँहरूको विचार चाहिँ हाउ गर्ने खालका मान्छेहरू त्यसो गर्ने हुन्। तर हामी भनेको चाहिँ एउटा युवाले परिवर्तन चाहिसकेपछि त्यो हाउ गर्नेहरूलाई चाहिँ डर भएको हो क्या। होइन उहाँ त भाग्नु हो नि त, को दोषी होइन, उहाँ त दोषी हो। दोषी एकछिन नभाग्नु भयो त नि भाग्नु हुँदो रहेछ नि त। नि आन्दोलन सुरु भएको त उहाँ हेलिकप्टर चढेर भाग्नु भयो भने उहाँले घरै छोडेर भाग्नु भयो नि त। उहाँ अहिले तत्कालीन अवस्थामा निस्किनु हुँदैन थियो, तर उहाँले लाज पचाएर बाहिर निस्किनु भयो। उहाँले भन्नुभयो एकछिन नभाएको भए मार्थे रे मलाई, अनि मार्थे होइन मात्र नभए भए मार्थे। उहाँ के भन्नुभयो भने उहाँ जनताप्रति उत्तरदायी हुनु भएन। परिवर्तन जनताले चाहेका थिए र आन्दोलनकारीका अझै पनि हामी घाइते र शहीदहरूको परिवारहरूलाई भेट्दाखेरि उहाँहरूले परिवर्तन चाहनु भएको छ। सबै नेपाली जनताले परिवर्तन चाहेका छन्, नेपाली जनता परिवर्तन चाहन्छन्। सुरक्षा माग्नु बैतडीकी जानकीले परपुरुषसँग मिलेर गरिन् आफ्नै बच्चाको फिल्मी शैलीमा अपहरण। बैतडीको पाटन नगरपालिका वडा नम्बर 8 को रिसिडीमा आइतबार राति एक सबैलाई चकित पर्ने घटना घट्यो। 5 महिना पहिले मात्रै 4 वर्षीय छोरा र श्रीमान छोडेर अर्कै पुरुषसँग गएकी भनिएकी 25 वर्षीय जानकी मडैले आफ्नै छोरालाई फिल्मी शैलीमा अपहरण गरिन्। जानकी हालका पति भनिएका भण्डारी थरका पुरुषसँगै एक अर्का पुरुषलाई पनि सँगै लिएर आइतबार दिउँसो खोडफे पुगेकी थिइन्। आइतबार मध्यरातिसम्म गाउँ नजिकैको मन्दिरमा बसेका उनीहरूले मध्यराति 12 बजेको समयमा 4 वर्षीय छोरालाई अपहरण गरेका थिए। जानकीका सासू नन्द र 4 वर्षीय छोरा मात्रै थिए। उनका श्रीमान भारतमा छन्। आइतबार मध्यराति जानकी सँगै भण्डारी थरका नयाँ पति भनिएका पुरुष र अर्का पुरुषले कोठामा रहेका चौपाया फुकाएर बाहिर निकाले। 4 वर्षीय छोरालाई सुतेको अवस्थामा छोडेर जानकीकी सासू र नन्द चौपाया बाँध्नको लागि बाहिर निस्किए। सोही मौकामा दुवै पुरुषले जानकीकी सासू र नन्दलाई बाँधेर गोठमा छोडेर सोही समयमा जानकीले छोरालाई लिएर भागिन्। नन्द र सासूले चिच्याहाट गरेपछि छिमेकीहरूले थाहा पाए। त्यसपछि प्रहरीलाई खबर गरियो। इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउदको नेतृत्वमा राति नै प्रहरी टोली खोज तलासमा खटियो। फलस्वरूप सोमबार दिउँसोको समयमा